नेपालको संविधान भाग 4 मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व। यसमा चाहिँ धारा 49 मा यी जति पनि कुरा भने मैले यी चाहिँ मार्ग निर्देशकका रूपमा रहने भनेर उल्लेख गरेको छ। धारा 50 मा निर्देशक सिद्धान्तहरू छन्। यसमा चाहिँ राज्यका उद्देश्यहरू 4 वटा हैन के छ त राजनीतिक, सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्धका उद्देश्यहरूका कुराहरू यहाँ चर्चा गरेको छ। र अनि धारा 51 मा राज्यका नीतिहरूको सम्बन्धमा चाहिँ के छ त क देखि ड सम्म 13 वटा छन्। यहाँ 1 2 3 4 लेखे पनि हैन। यसलाई कसरी सम्झिने भन्दाखेरि चाहिँ युपिएससी एडी पाना ससान्या टुरिज्म इन्टरनेसनल भन्ने, युपिएससी एडी पाना ससान्या टुरिज्म इन्टरनेसनल, यु भनेको युनिटीको कुरा छ हैन, पी भनेको पोलिटिकलको कुरा छ है, यस भनेको के छ सोसियलबाट सुरु हुने, अनि सी भनेको चाहिँ कमर्स हो, अर्थ, उद्योग, वाणिज्य भनेर सम्झिने। अरू पनि छन्, हामीले पछाडि चाहिँ हेर्न सक्छौँ है त ल।